गर्नुहुन्न, लागु औषध नराम्रो हो सेवन गर्नुहुन्न, आफ्नो कमाई छैन अरूको भर पर्नुहुन्न, आफ्नो कमाई छैन अरूको भर पर्नुहुन्न, स्वास्थ्यमानी धेरै असर गर्छ यसले, स्वास्थ्यमानी धेरै असर गर्छ यसले, भविष्यका कर्णधार कुलतमा अघि सर्नुहुन्न, भविष्यका कर्णधार कुलतमा अघि सर्नुहुन्न। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, मलाई यस कार्यक्रममा उपस्थित गर्नुभएकोमा, यहाँ उपस्थित हुनुभएको सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण र दुधको दुध पानीको पानी छुट्याउने निर्णयक मण्डलज्यू र गुरुवर्गज्यू र मेरा प्यारा प्यारा विद्यार्थी साथीहरूमा म कक्षा 7 की अध्ययनक छात्रा एलिना नेउपानेको तर्फबाट नमस्कार टक्राउँछु। आज म यहाँ एउटा लागु पर्दा दुर्व्यसनी भन्ने बारेमा वक्तव्य लिएर आएकी छु र पहिला मात्रै यो जान्नु जरुरी छ कि लागु पर्दा दुर्व्यसनी भनेको के हो त? लागु पर्दा दुर्व्यसनी भनेको मानिस ल सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थलाई लागु पर्दा दुर्व्यसनी भन्दछ। व्यक्तिमा मात्र नभई सेवनकर्ताको व्यवहारमा परिवर्तन ल्याउने र मानसिकतामा शिथिलता दिने र शरीरका अङ्गहरू कमजोर बनाउने पदार्थलाई लागु पदार्थ वा लागु औषध भन्दछ। लागु पदार्थभित्र उपयुक्त गाँजा, अफिम तयारी, अफिम पोखाको झारपात नेपाल सरकारले समय समयमा राजपत्रमा सूचना प्रकाशित गरिदिएको पदार्थ नै लागु पदार्थ वा लागु औषध हो। लागु पदार्थ भन्नुपर्दा दुई किसिमको हुन्छ। एउटा चाहिँ प्राकृतिक लागु पदार्थ। प्राकृतिक लागु पदार्थ भनेको प्राकृतिक रूपमा उब्जनी भएको लागु पदार्थ, यसभित्र गाँजा, भाङ, धतुरो, चरेस आदि पर्छ भने अर्को चाहिँ औषधिको रूपमा प्रयोग गरिने लागु पदार्थ जसलाई कृत्रिम लागु पदार्थ भन्दछ र मानिस सुरक्षाका लागि निर्मित जान्ने पदार्थ जसलाई डाक्टरको सल्लाह विपरीत नशा लिनको लागि पनि प्रयोग गर्दछ। यसभित्र भ्याट, गोठी, ब्राउन सुगर आदि पर्दछ र म केही लागु पदार्थ सेवनका लक्षणहरू भन्न गइरहेको छु। लागु पदार्थ सेवन गर्ने मानिसलाई खान मन नलाग्ने, शरीर दुब्लाउँदै जाने, लट्ठ परेर बस्ने, अपराधी कार्यमा संलग्न हुन् भने साथीको लहलैमा लागेर 68% जति लागु पदार्थमा फसिरहेका छन्। लागु पदार्थ नियन्त्रणका लागि नेपालमा पनि खास ठाउँको व्यवस्था गरिएको छ। लागु पदार्थ नियन्त्रण ऐन 2033, लागु पदार्थ नियन्त्रण रणनीति 2066, लागु पदार्थ नियन्त्रण कार्ययोजना 2075 मा लागु पदार्थ नियन्त्रण गरिएको हो र लागु पदार्थ सेवन गर्ने, बिक्री वितरण गर्ने, उत्पादन गर्ने सबैलाई अपराधको प्राकृतिक हेरी जन्म कैदको सजाय दिने पनि घोषणा गरिएको छ। र जुम्लाको तथ्याङ्क हेर्ने हो भने लागु पदार्थमा जुम्ला जिल्ला अथवा कर्णाली प्रदेश दोस्रो स्थलमा रहेको छ। विश्वको इतिहासका पाना पल्टाउँदै हेर्ने हो भने विश्वमा विकसित भनेर चिनिएका मुलुकहरूमा पनि लागु पदार्थ दुर्व्यसनी धेरै नै सेवन गरिएको तथ्याङ्क देखाउँदछु। महोदय, लागु पदार्थ भनेको हामी देशका भविष्यका कर्णधारहरू नै कुलतमा फस्दै गयौँ भने भविष्यका केही देशलाई अघि बढाउने कर्णधारहरू नै कुलतमा फस्दै गयौँ भने भोलि हाम्रो देश कस्तो रहन्छ भन्ने विषयमा पनि त्यो हामीले सोचिरहनुपर्छ। र भन्दै मेरो समय कम भएको हुनाले मेरा यी दुई शब्द यही टुङ्गाउँदै म कक्षा 7 की अध्ययनक छात्रा एलिना नेउपाने यस मञ्चबाट बिदा हुन